Hey guys, good morning. स्वागत छ हजुरहरु मेरो अर्को एउटा मिनी भ्लगमा। हजुर हेर्न सक्नुहुन्छ म चाहिँ बिहान बिहानै उठेर चाहिँ ट्युसन गर्न आँटेको। अन्त भाइहरु चाहिँ यतिखेर ट्युसन ठक्कै म उठ्दाखेरि चाहिँ आइसकेको छ हैन। भाइ मात्र हैन बहिनीहरु पनि आइसकेको छ। अन्त ट्युसन पढाउँदै चाहिँ तिनीहरु जिस्काउँदै बस्दै थिए आज चाहिँ। अनि ट्युसन पढायो 1 घण्टा ट्युसन पढाउँछु हैन। अनि अब यस्तै छ ट्युसन पढाइसकेर चाहिँ अनि त्यसपछि चाहिँ म के गर्छु भन्दाखेरि तपाई हेर्न सक्नुहुन्छ म चाहिँ कफी पिउनको लागि एकदम कफी सफी बनाएर एक्लै छु हो। बुढा चाहिँ अघि ड्युटी जानु भएको छ बिहानै। त्यसको पछि चाहिँ फेरि म के गर्नु भन्दा ओछ्यान मिलाउन थाले यस्तो। अनि मुस्रीको चाहिँ ठक्कै खोलेर चाहिँ अनि मुस्री सुसुरी पनि माथि पर्दाहरु यसरी अल्झायो हैन साथीहरु। तपाईहरु चाहिँ यस्तो खालको मुस्रीलाई कसरी अल्झाउनुहुन्छ कसरी मिलाउनुहुन्छ थाहा छैन। अनि चुल कोर्नु पर्यो भनेर चाहिँ काङ्गे निकालेर चाहिँ अनि फेरि आए। अनि म चाहिँ चुल कोर्नु थाले साथीहरु हो अगाडि। अनि म चाहिँ अब फेरि फनक्कै फर्केर चुल पनि देखाउँछु है कति नै लामो छ कि भनेर। अन्त तर के गर्नु बटारी गएको त्यो एकदम के खालको चुल छ छलङ लङ परिगएको हैन। पातुलो चुल झरेर छैन साथीहरु। तर पनि देखाइदिए अब स्टाइल गरेर तपाईहरुलाई चाहिँ अब खतरा दामी नै चुल छ जस्तो। त्यसको पछि ठ्याइ घुमाएर चाहिँ प्लक्कैसँगले अब क्लिपले चेप्छु त्यही पनि देखाउँछु तपाईहरुलाई खोपा पनि कति ठुलो छ कि भनेर हैन। अनि यत्रो निधार लिएर आए अगाडि स्टाइल पनि गरे हैन। अन्त त्यसपछि चाहिँ म लागे फेरि झाडु मार्नु पर्यो। कुनामा पसेर झाडु मार्दैछु बेला बेला तपाईहरुलाई पनि हेर्दैछु है म। अनि बिहान चाहिँ मेरो यस्तै काम हुन्छ साथीहरु। अनि झाडु मार्नु पर्यो। अनि झाडु मारेर चाहिँ उफ निस्किनु आँटे अब निस्के हैन। अनि झाडु मारेर म बाहिर निस्के। अनि आजको भिडियो चाहिँ यहीसम्म रहेको छ साथीहरु। के कसो लाग्छ कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। फेरि भेट्ने छु नेक्स्ट भिडियोमा। बाइ बाइ साथीहरु।